असारे मासको दबदबे हिलो छिमलाई घिलायो, पुतली नानीलाई फरिया किन्दा छवि सरिलायो, आहै छवि सरिलायो। नमस्कार अनि शुभ समय। तपाईँ हेर्दै हुनुहुन्छ शास्त्र विज्ञान युट्युब च्यानल। म हुँ ज्योतिष आचार्य गोविन्द पाण्डे। 2080 सालको चाहिँ दही चिउरा खाने दिन अर्थात् चाहिँ असार 15 विशेष खालका कार्यक्रमहरू गर्ने दिन, विशेष खालका चाहिँ धान रोप्ने दिन, धान दिवसका रूपमा चाहिँ हामीले चाहिँ असारे 15 लाई लिने गरेका छौँ। असारे 15 को गीतहरू चाहिँ हामीले सानो हुँदाखेरि रोपारीहरूले चाहिँ गीतहरू गाएको सुनिन्थ्यो। असारे मासको दबदबे हिलो छिमलाई घिन लाग्यो, असारे मासको दबदबे हिलो छिमलाई घिन लाग्यो, पुतली नानीलाई फरिया किन्दा छवि सरिलायो, आहै छवि सरिलायो। यस्ता प्रकारले चाहिँ असार 15 को दिनमा चाहिँ गीत गाउने, विशेष प्रकारले पानी आओस् भनेर चाहिँ हरेलो गर्ने इत्यादिहरू चाहिँ गरेको हाम्रो गाउँघरमा देखिन्थ्यो भने, तर आज भोलि तराई भनौँ अथवा चाहिँ सहर बजारहरूमा धेरै सहर बजार भयो। त्यही पनि हिलो छुने दिन अर्थात् चाहिँ असार 15 भनेको दही चिउरा खाने हिलो छुने दिन। जहाँसुकै हुनुहुन्छ भने तपाईँले हिलो छुनुहोस् र त्यो हिलोबाट तपाईँलाई कुनै प्रकारको चाहिँ नि भनौँ न चाहिँ रोगहरू अथवा चाहिँ कीटाणुहरू लाग्दैन भन्ने खालको चाहिँ मानसिकता अथवा भनौँ न एउटा किम्वदन्ती पनि रहन गएको छ। त्यसो भएको हुनाले दही चिउरा खाने दिन जहाँसुकै जस्तोसुकै अवस्थामा पनि हिलो छुनुहोस् र चाहिँ दही चिउरा खानुहोस्, यो चाहिँ गर्नुहोस्। अब चाहिँ 2080 साल असार महिनाको 15 गतेका दिन रहन गएको छ। शुक्रबारको दिन द्वादशी तिथि रहन गएको छ, पारायणको दिन रहन गएको छ। त्यसो भएको हुनाले पनि अति उत्तम दिन रहन गएको छ भने यस दिन भनेको जुनको यस दिन भनेको जुनको 30 तारिक अर्थात् जुनको अन्तिम दिन रहन गएको छ। यसमा चाहिँ धान दिवसका दही चिउरा खाने दिन चाहिँ रहन गएको छ। त्यसको अर्को दिन फेरि चाहिँ नि शनि प्रदोष व्रत रहन गएको छ। यो बेलामा हेर्नुहोस् त कति राम्ररी धान रोपिरहेको, धान चाहिँ लहलाउँदै देखिन्छ। अब चाहिँ नि मानो रोपेर मुरी फलाउने दिनका रूपमा पनि यस दिनलाई चाहिँ हामीले लिन सक्छौँ भने जहाँ कहीँ पानी परेको छैन भने पानी देऊ, हे इन्द्र भगवान पानी वर्षाऊ, हे महादेव पानी वर्षाइदेऊ भनेर चाहिँ विभिन्न प्रकारका कथा गाथाहरू सुन्ने दिनका रूपमा पनि लिन सकिन्छ भने तपाईँले यस दिन एउटै काम गर्नुहोस्। त्यो काम भनेको दही चिउरा खानुहोस् र हिलो छुनुहोस्। यो हिलो छुनु भयो भने तपाईँमा शरीरमा भएका रोग रागहरू पनि जान सक्छन्, स्किन सम्बन्धी रोगहरू पनि जान सक्छन्। फेरि स्किन सम्बन्धी रोग छ भने आउन पनि सक्छन् है। त्यो चाहिँ आफ्नो शरीरलाई ख्याल गरेर मात्रै तपाईँले दही चिउरा खाने दिनको चाहिँ नि भनौँ न चाहिँ नि मनाउन सक्नुहुनेछ। त्यसो भएको हुनाले असार 15 का दिन चाहिँ विशेष संयोग हेर्नु न, द्वादशीको तिथि रहन गएको छ, हरिशयनी एकादशीको पारायण गर्ने दिन रहन गएको छ, विशेष संयोग पनि रहन गएको छ। तपाईहरुलाई पनि धान दिवसको र दही चिउरा खाने दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। भनिन्छ नि, छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाए कुलो लगाई पानी आएर गोडौला, बनाए कुलो लगाई पानी आएर गोडौला। यस्ता प्रकारले चाहिँ गीत गाउने दिनका रूपमा पनि रहन गएको छ। हजुरहरूलाई पनि धान दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने अवश्य पनि लाइक शेयर कमेन्ट गर्नुहोस् र कस्ता खालका भिडियोहरू तपाईँ हेर्न रुचाउनुहुन्छ कमेन्ट बक्समा लेख्नुहोस् भन्दै बिदा हुन्छु। हस्त नमस्ते। तपाईँको दिन शुभ रहोस्।